Welcome and welcome back my another vlog. Each and everyone, thank you so much. Always supporting, loving, sharing and watching my video. हजुरहरुलाई स्वागतम गर्न चाहन्छु हाम्रो अति नै प्रिय भाइ बहिनीहरु, मेरो छोरा छोरीहरुै भन्नु पर्ला, दाजुको छोरा छोरीहरु मेरै जस्तो हो। अनि हामीहरु चाहिँ हाम्रै गाडीबाट चाहिँ स्टार्ट गर्दै छौं भिडियोहरु। अनि हामीहरु चाहिँ लाग्दै छौं आज चाहिँ मामाली घर हाम्रो रिगुमा चाहिँ के भन्छ भिडियो नेटवर्क लाग्दैन। हामीहरुले चाहिँ हतार भएको कारणले गर्दा गाडीदेखि नै स्टार्ट गरेका छौं। लेट्स गो भन्नु त, लेट्स गो फर मामाली लहै साथीभाइहरु लागेको। हामीहरुलाई कस्तो फिलिङ आउँदैछ? मज्जा ह्यापी हुँदैछ? बमिट चाहिँ कसले आउनु खोज्दैछ? बजारमा अलिक कम्ती खानुपर्छ नि त। अनि एक्साइटेड भएर चाहिँ बेसी खाएपछि त्यस्तै हो। थाइपो चाहिँ दुध दुईटा खायो अरे यिनीहरूले। कतिवटा खाइस्? अनि भात दुई थाल खाएर आएर पनि बजारमा त्यत्रो खाएपछि त्यस्तै हुन्छ नि बिरामे। यो कति राम्रो छ है। यो चाहिँ केटा हो नि भर्खरदेखि भएको मेरो पछाडिको। ह्यान्डसम बोइज राम्रो छ। अब चाहिँ हाम्रो मौरी घर जानेमा चाहिँ तपाईको नेटवर्क हुँदैन। 2 दिनसम्म चाहिँ नेटवर्क बिना बस्नुको समस्या चाहिँ कस्तो हुन्छ सबैलाई याद छ। सबैलाई याद छ कि छैन भिडियो बेसी हेरेर। आज चाहिँ म तपाईहरुले बेसी जनाले भन्नु भएको थियो नि त तपाईको बस्ती हेर्ने भनेर गाउँ। आज चाहिँ म छिट्टै मौरी घर पुगेर चाहिँ म त्यहाँदेखि माथिको गाउँहरु हामीले जान्दैन। आभोकाडो फल्दैछ, आभोकाडोहरु फलेको पनि देखाउन चाहन्छु। के छ सबै देखाउँछु भन्दै चलौं। मौली पुग्नु आँट्दै 2 चोटि बमिट गरिसक्यो केटाले। अब जान्छ होला माथि पहाड पुग्दा त। कस्तो फिलिङ आउँदैछ? एक्साइटेड सक्यो कि छ? सक्यो। अब फेरि आउने काबु हेर चिस बमिट भएर चाहिँ मुख ठङ धुँदैछ है। यति साह्रो पार्यो मौली घर जानु। लु बेसी पानी भयो निनामा धुने, निनामा धुने अरे। भाइ झर्ने भाइ आज झर्ने गइस है, उडाइस है। अब अहिले त नेटवर्क लाग्नु छोड्यो हाम्रो त। जियोको चाहिँ आउँछ होला, मेरो त आउँदैन। लागौँ अलिकति खाऊ कि क्या खायो तिमीहरूले? केटाकेटाहरू मौली घर जाने रहरले त जियोको चाहिँ नआउँदो रहेछ हौ। रिगुको साउथ रिगुको खोला यहाँ रसोला खोल्चा देखाउँदैछ। खोल्चा पिठा खायो। ल अब हामी रिगुबाट होला झामटी अनि बोकेर यहाँ पनि कोही हुनुहुन्न जस्तो छ। अनि यहाँसम्म चाहिँ पिच रोड छ। अब चाहिँ हामीहरू बाई फुट जानेछौँ। गाडी चेक गर्नु हुँदैछ।
मेरो छोरीलाई भिडियो बनाउने आग्रह गर्न चाहन्छु। यो बाटो चाहिँ गएको छैन। यो बाटो अब चाहिँ हजुरहरूलाई म गाउँ एकदमै सिक्किमको चाहिँ विकट भन्दा विकट गाउँ देखाउन गइरहेको छु। कस्तो हुन्छ इन्जोय गर्नु होला है त। पढ्ने अरे हौ। बेसी नपढे बेसी नपढ बहिनी। दसैँमा रमझम गर्नुपर्छ। सिक्किमको चाहिँ यस्तो गाउँमा पनि तपाईँको यस्तो के भन्छ यो प्रगति भएको छ विकास भएको छ। तर यसलाई के भन्छ नि सिसी फुटपाथ भन्छ यसलाई। सिसी फुटपाथ भन्छ यसलाई के। यो चाहिँ गभर्मेन्टले बनाइदिएको छ। अब सुनारहरू माथि माथि तान्ने गर्नु सुका लाग्छ। भाइ कस्तो लाग्दैछ? पुरा ठन्डी ठाउँ छ। विकास अलाइकी यो सबै सकेको छ है। मस्तेरा हाम्रो चाहिँ जङ्गलभरि मस्तेरा पाउँछौँ है। यहाँ हेर्नु सक्नुहुनेछ मस्तेरा। बेसी खानु त्यही कारण हुँदैन। जाउँ खोलाको किनार किनार बस्ती हिँड्दै जाँदा मौली घर जानु मजा लाग्छ हो र। कुकुर आज कति भेटिसक्यो नि नम्मा। यो हरियो अलैँचीको विशेषता चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँहरूलाई म देखाउँछु। अहिले देखाउँदिनँ कि भर्खरै टिपिसकेको छैन तर त्यसको कोपिला लाग्नु थाल्यो। यसको चाहिँ यस्तो छ जस्तै टिप्दै त्यसको कोपिला आइसकेको हुन्छ कि यो हरियो अलैँचीको चाहिँ
यस्तो हुन्छ यो भर्खर टिपिसक्यो यहाँ हेर्नु न ए यसरी यो हरियो अलैँचीको चाहिँ यो 15 दिन 20 दिन जस्तो भयो होला टिपेको फुल्नु थाल्यो हो यस्तो हुन्छ क्या यसको चाहिँ विधि यहाँनिर हाम्रो माइला सरकार एकदमै गलेको अवस्था हुनुहुन्छ पालन फार्मिङ नगरेको चाहिँ होइन हिँड्ने बाटोमा चाहिँ कृषि फुड बनाइदिनु भएको छ सरकारजी धन्यवाद एसकेएम सरकार जिन्दाबाद सरकारलाई पनि धन्यवाद नदिई चाहिँ रहन सकिन्न किन भन्दाखेरि चाहिँ यहाँनिर हेर्नु सक्नुहुनेछ 1 सालहरू जस्तो भयो यहाँनिर कृषि फुड बनाउनु भएको आइ एम सो ह्याप्पी किनभने कति दुःख लाग्थ्यो पानी पनि फ्रेस अनि केटाकेटीहरू चाहिँ आम्मामामामा बेसी एक्साइटेड भएर कुदेकै छ हो मैले भने नि अलैँचीको चाहिँ विशेषता यस्तो हुन्छ भर्खर टिपिसकेको फुल्न थाल्यो यो हरियो अलैँचीको चाहिँ यस्तो विशेषता छ माथि देख्न सक्नुहुनेछ एक्साइटेडहरू हाम्रो चौतारी आइपुग्यो सबैको हरियो सुन दिस इज हरियो सुन सुनमा सजेका राम्रा पाहुनाहरू सिरियसली जिकु जानु आँट्यो यहाँ देख्न सक्नुहुनेछ यहाँ अस्ति आउँदा कत्रो थियो अहिले ट्याकटुक छुट्टी भएछ है हामीले मामाले त्यो बोलाएको चप्पल पनि ल्याएछ त गो चेन भाग बिग्रिन्छ चेन बिस्तारै लगा चप्पल ठीक चप्पल लुगा पनि फेरिसकेको अवस्था छ एउटा जङ्गलमा मैला हुन्छ भनेर ल आफ्नो सामान सान्दराहरू बोकु लगाइसक्यो म एकैले फुटाउने छ अड्छ त्यतिमा लगाइदिए त्यसको ब्यागमा लगा बहिनी नबोक हातमा फुट्छ
कति भन्छ होला हो। आज सानो भाइ छ क्यामेराम्यानमा। अब फेरि हामीहरू यता लागेनौँ। अब हामीहरू चाहिँ यो पुल छ। आम्मा सिक्किमको गाउँहरू घरहरू यस्तो छ। हेर्न सक्नुहुनेछ। अलैँची चाहिँ हेर्नु न बाबा, पानी पर्ला जस्तो छ है। अब हामीहरू लाग्यौँ यता। अब चाहिँ फेरि जङ्गल घारी जानुपर्छ है गाइजहरू भनेको पनि भन्नु छैन। साथीभाइहरू पानी पर्नु थाल्यो। केटाकेटीहरू कुदेर गयो। यहाँ देख्न सक्नुहुनेछ आफ्नो आफ्नो बारी सारी बोकेर बाबा। ला पानी पर्यो। छाता पनि ल्याएन, छाता पनि छैन साथीहरू। पानी परेर बित्छु। मामाको यहाँ हेर्नु न टमाटर फलेर। आम्मा मामा, मामाको घर आइपुगेको अवस्था छ है। अब पानी परेर केटाकेटीहरू माथि पुग्यो। एभाकाडोको बोट यहीँ छ। हामी चाहिँ पानी परेर एभाकाडोको बोट मुनि छौँ। यति बिजोक आज भयो, यति बिजोक भयो कि आज साध्य छैन। हेर्नु कति मैले उ गरेको छु। ऊ तल मामाको रुख टमाटर फलेर आम्मामा परेर यस्तो बिजोक भएको छ। म डल्लै भिजेर चुल्लुम्म भएको छ। के गर्नु। धन्न ओ माथि छ ऊ मामाको घर। ओहो नाकीमा पनि फल्नु थालेछ। म जाँदिनँ जङ्गलमा। जुक्का कता छ। खरी जुका छ है। फलेछ नाकीमा। भोलि खोजेर लानुपर्छ। डल्लै भिज्यो। यहाँ चाहिँ चिङफिङ नाकीमा डम सबै पाइन्छ। पानी परेर हेर्नु त कत्रो पानी पर्दैछ। माथि घर बाउ हेर्दैछ। फाइनली साथीहरू मामाको घर आइपुगेको अवस्था छौँ। अनि मामाको घर आएपछि चाहिँ म हजुरलाई माथि यो डाँडा पाखा जाउँ भनेको थिएँ। तर पानी परेर साथी हो अझ जान पाउँदिनँ होला। गइहाल्यो भने चाहिँ हजुरहरूलाई म गइहालेको भिडियो बनाउँछु। पानी अनि पानी झरीमा म तपाईँहरूलाई योभन्दा गाउँ देखाउने थिएँ। तर अब जान पाइन्न। अनि डल्लै भिजेको अवस्थामा चाहिँ मामा कति जानु भएको छ। सिधै सुन्नु भएको जस्तो छ। फाइनली मामाको घरमा आएर कस्तो लाग्यो। जिकु मामा घर आएर कस्तो लाग्यो। मुखले लु आइपुग्यो है साथीभाइहरू। यहाँ चाहिँ अलैँची सुकाउने अलमोस्ट तपाईँहरूलाई थाहै छ। यो किचन, यो मामाको रुम, पाहुना रुम तल यस्तै छ।